हेलो साथी सबैजनालाई स्वागत छ मेरो आजको भिडियोमा। आजको भिडियोको स्टार्टिङ म गर्दाखेरि बिहानदेखि बिहान उठेपछि म हर धुयो गए तयार। बिहान हर धुने खास कारण भन्यो आज सरस्वती पूजाको सबैजनालाई शुभकामना। और साल त म सरस्वती पूजाको दिन मन्दिर जान्थे व्रत रहन्थे। ये साल म जाइ नै सके, मेरो अवस्था त्यसै ना गइसके। तब त्यही पछा मैले अब मन्दिर त म नाजा हक्की घरलाई त म आफू तयार हो बसिसक्कौँ भनी सोचे। तयार भए मुइनी करी सरस्वती पूजा दिन पहिलेको त धेरै याद आयो कि गद्दे। ए वर्ष तसै भयो, मैले न व्रत रहिसके न केही। व्रत नरहेले मैले टिका हिका बनाए, टिका लगाए अनि भए तयार। म तयार हो गई बसिया थिएँ। तै पछा हमने सोचे आज बेलुका खाना की बनाउने। छाकला खाना त बनाए हमले का हाल्थ्यो, दाल भात बनाए थियो। बेलुका बनाउनु भनेको पुरी, तर बेलुका पानी लागि परेन, लाइट थियो न केही, बतास लागिरहेको कि जो हम बसिले नै सक्का थिए चुलालाई आगो यति अहजी हुन्लान्थ्यो। पछा हमले तसैले खाना बनायो, पुरी बनायो, बटको बनायो और पानी लागि परे। सो मौसम होइरहेको थियो कि भन्ने, लाइट कंजे ऑनला थी और या मम्मी तेल सेल हल्ला थे माझा। मम्मीले बनाई पुरी, ठिक्क पुरी बनाउनु पसन्द जा गई। लाइट जाबरे न के आगोले चारैतिर लाग्गा थियो। एकचोटि ना लाग्गा थियो। रोटीलाई जल्नु पर्छ, लाइटले नै, मोबाइलमा लै चार्ज नै थियो और पानीले धेरै लागिरहेको थियो। न बाहिर जाइन थियो न भित्र जाइन थियो। आजको मेरो भिडियो यति हो। मन परे लाइक गरिदिया, कमेन्ट गरिदिया, सेयर गरिदिया, सबैजना सब्सक्राइब गरिदिया। सबैजना निका हो रे। बाई बाई। आजको भिडियो यति हो।